हामीले 7 दिनको तालिम यहाँ आज विराट नगरमा चलाउँदैछौँ। यो तालिमको समग्र व्यवस्थापन गर्ने शान्ति अर्गानिक सेन्टर, जसको सञ्चालक शान्ति बस्नेत रिजाल म्याडम र म्यानेजर चन्द्र रिजाल सर र सिङ्गो शान्ति अर्गानिक सेन्टरका परिवार ग्रुप साथीहरूमा र यसै गरी हाम्रो 7 दिनसम्म तालिम लिएर म केही गर्नुपर्छ भन्ने भावना जागृत गर्ने तपाईहरु सबै सबैमा ओडब्ल्यू नेपाल तर्फबाट र प्रशिक्षकको तर्फबाट हार्दिक न्याय अभिवादन स्वागत गर्न चाहन्छु। अब हामी एउटा काम पुरा गरेका छौँ, तर म फेरि पनि दोहोऱ्याएर के भन्न चाहन्छु भने दुनियाँको कुरा सुन्नेहरू फेल छन्, आफ्नो भित्रको कुरा सुन्ने मान्छेहरू पास छन्। जब तपाईले बाहिरको कुरा सुन्नुहुन्छ, हामीलाई फ्लेयर बनाउने दुनियाँहरू हो, ए लाइनमा बसिरहेका छन्। त्यसकारणले बाहिर कसले के भन्छ के गर्छ भन्ने कुराहरूतिर हाम्रो ध्यान नजाओस् र मैले के गर्ने, मैले कसरी अगाडि बढ्ने भन्नेतिर ध्यान गयो भने म 100% ग्यारेन्टी लिन्छु, कागजै गरेर पनि ग्यारेन्टी लिन्छु, तपाईहरुलाई राष्ट्रिय प्रशिक्षक बनाएर महिनाको 1.5 लाख रुपैयाँ आम्दानी बनाउन सक्ने हैसियत सिङ्गो ओडब्ल्यू नेपालले तपाईलाई अवसर प्रदान गर्छ। म प्रदान गर्नेछु, यसलाई जोरदार तालिममा तर जहिले पनि सङ्गत र आदर र गुरु तीनवटा चिजले मानिस रूपान्तर हुन्छ। तपाई पहिलो कुरा तपाईको गुरु अनिवार्य चाहिन्छ, दोस्रो कुराहरु तपाई भित्रको आदर र बानी अनिवार्य चाहिन्छ, तेस्रो कुराहरु तपाई कोसँग सङ्गत गर्दै हुन्छ त्यो अनिवार्य त्यसको प्रभाव हुन्छ। त्यसकारणले तपाईले सही तपाईले गुरु छान्नुस्, सही तपाईले आदत अवलम्बन गर्नुस् हैन। तपाई त्यस सही तपाईले जब गुरु आदत सङ्गत तपाईले भयो भने मलाई लाग्छ तपाईहरुलाई रोक्न सक्ने संसारमा कोही पनि छैन। ओडब्ल्यू नेपालले यो भनिरहेको छ मानिसहरु आज किन असफल छन्, किन भन्दा सही गार्जियन पाइरहेका छैन। ज्याकमाले र एउटा चाइनाको सबैभन्दा धनी व्यक्ति ज्याकमा, जो एसियामै अहिले टप 1 को धनी पनि छ, उनले एक ठाउँ भनेका छन् कम्पनी राम्रो या नराम्रो त्यसको अर्थ होइन, तपाईले गाइड गर्ने गुरुले के भनेको छ, कसरी तपाईले परिचालन गरेको छ त्यसमा नै तपाईको भविष्य निर्भर हुन्छ। त्यसकारणले म आज दुनियामा मलाई सही गाइड गरेको कारणले, सही मेरो सङ्गत भएको कारणले, सही म ह्याबिट बनाएको कारणले म आज यो ठाउँमा पुग्न सफल भएँ। त्यसको कारणले दुनियामा 90% मान्छे फ्लेयर मान्छे, रोडपति मान्छे, गरिब मान्छे और